साथीहरु नमस्कार। आज मैले काठमाडौँको सबैभन्दा सस्तो जग्गा लिएर आएको छु। दुईतिरबाट बाटोको एक्सेस रहेको छ भनेदेखि सुरुमा म तपाईलाई यहाँनिर हाइवे देखाउँदछु। हेर्नुस् त, लगभग 200 मिटर नजिकमा यो ठुलो बाटो लोकल गाडी चढ्ने बाटो रहेको छ। यो हाइवे बाटो हो भने फुटुङबाट साङ्ला जाने बाटो हो। यहाँनिर चाहिँ यो ल्यान्डमार्क स्कुल भयो। ल्यान्डमार्क स्कुलबाट थोरै एक स्टेप अगाडि बढे पछाडि चाहिँ हाम्रो पश्चिम जाने बाटो छ। थोरै तलतिर आउँदै गर्दाखेरि त्यहाँ ढलान पनि गरेको छ, अहिले बाटो पनि बनाउँदै गरेको छ भने होरी यसरी चाहिँ हामी यो ठ्याक्क तल आउँदछौँ साथीहरु। यो माथिको बाटोले पनि टच गरेको छ र तलको बाटोले पनि टच गरेको छ। 14 फिटे बाटोमा छ। 27 फिट मोडा र 57 फिट लम्बाइ रहेको यो गजबको 4 आना 2 दाम क्षेत्रफलको जग्गा जम्मा 16 लाख रुपैयाँ प्रति आनामा आएको छ। काठमाडौँको रिङ रोडबाट नजिकै रहेको यो जग्गा हो साथीहरु। यो चाहिँ साल्मी खहरे भन्छ है त। यो खोला जस्तो जुन देखिरहनु भएको छ, यो बालुवा निकाल्दै चाहिँ त्यहाँ ठुलो बनाएका रहेछन्। यो चाहिँ खास साल्मी खहरे भनिरहेछ। ठ्याक्कै खहरेको करिडोरमा पनि पर्दछ। पछिको लागि चाहिँ एकदमै राम्रो सम्भावना छ है त। सटरै निकालेर पनि घर बनाउनु मिल्ने खालको ठाउँमा साल्मी खहरे। यसको मापदण्ड चाहिँ जम्मा 13 फिटको 4 मिटरको मात्रै रहेको छ है त। यो ठुलो खोला जस्तो एकदमै ठुलो हुने होइन, त्यही माथिको खहरेहरू आउने भएको र त्यति धेरै चिन्ता लिनु पर्दैन यसको बारेमा। तपाईँको शहरी विकासको मापदण्ड नगरपालिकाबाट सबैतिर चाहिँ स्वीकृति लिएर गरेको प्लटिङको जग्गा हो र यहाँनिर 10-12 वटा टुक्रा मध्ये यो दोस्रो नम्बरको जग्गा चाहिँ बिक्रीमा आएको छ र अरू सबै जग्गाहरू बिक्री भइसकेको छ साथीहरु। यो एउटा जग्गा पनि चाहिँ बैंकमा 25 लाख रुपैयाँ लोन छ। हेर्नुस् त, दुईतिरबाट बाटोको एक्सेस रहेको छ। माथिबाट पनि आउन मिल्यो, तलबाट पनि आउन मिल्यो। माथिबाट पनि बाटो बनिरहेको छ भनेदेखि तलबाट पनि आइहाल्छ। भोलिको दिनको लागि एकदमै राम्रो सम्भावना छ। लगानी गर्न चाहनुहुन्छ सस्तो जग्गामा भने काठमाडौँको यो जग्गा तपाईको लागि पर्फेक्ट हुन सक्दछ। थप बुझ्नको लागि तल देखेको नम्बरमा फोन गर्नु होला अथवा गुगल म्यापको लिंक मैले यही भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु। त्यहाँनिर क्लिक गरेर तपाई आफै फिल्डमा गएर हेरेर बुझेर पनि कल गर्न सक्नुहुनेछ।